हेलो गाइस, ह्याप्पी न्यू इयर। आज चाहिँ नयाँ वर्ष 2083 साल। आज हामी न्यू इयर मान्न जाँदैछौँ। अलिकति सन्चो नभएर टोपी सोपी लाएर बसिरहेको छु। 2-3 दिन भइसक्यो। ज्वरो आउने हराउने गर्ने, तैपनि खाना चाहिँ छोड्दिनँ है फेरि गाइजहरू। अनि अघि भिडियो बनाउँछु भने बिर्सेछ। अनि मेरो त्यहाँ सामानहरू रेडी हुँदैछ अचारको लागि। अनि यहाँ आलु केलाउँदै, यहाँ पानी खाँदै, तातो पानी खाँदै काम गर्दैछु। आज चाहिँ हाम्रो फेरि ककाले के बनाउँछ भनेको छैन। अब त्यतै गएर थाहा हुन्छ। सरप्राइजमा हो क्या। जसलाई जे बनाउनु मन लाग्छ त्यही बनाउने भनेको छ। जाडो त जाडै छ क्या यहाँ। यो ठाउँ अलि चिसै हो। चिसो त्यही माथि अलिअलि ज्वरो आउँदा झन् चिसो। मेरो तर्फबाट चाहिँ पास्ता अनि चाउमिन मिक्स बनाएर लाने भन्ने, अनि अचार मेरो तर्फबाट। अनि एउटा अर्को सरप्राइज पनि छ है साथीहरू। अर्को सरप्राइज त्यो चाहिँ अहिले पछि म देखाउँछु हजुरहरूलाई पनि। गाइजहरू, सरप्राइज। पास्ताको लागि पानी उम्लिँदैछ। अब पास्ता पकाउने हो। छिटो छिटो रेडी हुने भने आएको छ साथीहरूले। स्वरै कस्तो भएको छ क्या साथीहरू। यस्तै हो, अलि सन्चो नभएको अवस्था। यहाँ मेरो पास्ता, पानी, चाउमिन रेडी हुँदैछ। पास्ता त पकाउनै बाँकी छ। चाउमिन चलाउने छैन, अनि त्यही भएर यसले चलाउँदैछ चिम्टाले। चिम्टा हो के भन्छ थाहा छैन यसलाई। पास्ता रेडी भयो। यो पास्ता, यो अचार, यहाँ चाहिँ चाउमिन। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। अब इन्ट्रोडक्सन त गर्नु पर्ने युट्युबमा। ल ह्याप्पी न्यू इयर है सबैजनालाई, हाम्रो ग्याङहरू। तपाईँ ठिकै छ त अनि मार्केटतिर यस्तै दिन्छ त अनि हजुर। मार्केटिङमा हिँड्ने जस्तो छ है। आज म वाला छु। यो चाहिँ मिस पपी हो। यता मिस पपीको डटर। यहाँ मिस पपीको डटर यहाँ हो। अनि यहाँ चाहिँ म छु। हामी चाहिँ गएको अब नयाँ वर्ष मनाउन साथीहरू। यहाँ छ त ऊ मिस्टर जेकीको छोरा जेसिक। आज त अनि क्रिस्पिन दाई आउनु भएन पो, साथी छैन। अब के छ कति प्याग हुन्छ नि। ऊ माथिको जङ्गलमा जाने हो हामी चाहिँ, चागुनारायण। खै कहाँ सुर्खेँ हेरौँ त। यहाँ दुईजना मान्छे
नै लाग्यो गाइजहरू यहाँबाट लड्यो भने चाहिँ मान्छेहरू पुगेर आइसक्यो हामी यहाँ भर्खर जाँदैछौँ हिँड्न नसकेर यहाँ हाम्रो ग्याङहरू जेसी कुदेर आयो जेसी सब्सक्राइब गरिदिनु होला गो है गाइजहरू होइन एकछिन त्यो पोका पोकी पछाडि भयो त त्यसलाई म अगाडि नै राख्नु हौ ल है ह्याप्पी न्यू इयर इन्ट्रोडक्सन पाले पिला देऊ न ल यहाँ ठुलो दिदीबाट ल म सकुन राई आज हाम्रो नयाँ वर्षको 2063 साल 2083 सालको उपलक्ष्यमा हामी सबैजना जमघट भएर रमाइलो गर्न आइरहेको छौँ धेरै खुसी लागिरहेको छ सबैजना ह्याप्पी न्यू इयर नमस्ते म सीता मगर नयाँ वर्षको सबैजनालाई शुभकामना ल यतापट्टि हेलो मेरो उलुलु शिक्षा लिम्बू यता जेसी ओइ जेसिक मेरो नाम जेसिक यता नमस्ते माई नेम इज पवित्रा मगर यता छिटो भन्नु मुस्कान मगर नमस्ते म सपना म चाहिँ यता छु है सबैलाई ह्याप्पी न्यू इयर हाम्रो ग्याङहरू यता सबैजना हामीलाई त अरूले नाच्नु दिन्छ मम्मी चिउगम खाने चिउगम खान्न राख न अहिले खानुपर्छ मम टु बी यतै हाम्रो न्यू यहाँ हो हाम्रै यता हुनेवाला मम चाहिँ हुनेवाला मम हामी यहाँ ठुलो मम्मीहरू सबैजना ठुलो मम्मीहरू अहिले काट्ने हो अलि तल जाउँ न ल काटौँ ल माथि गर जेसी माथि ल किन काट न म उयो गर्नु उयो गरिदिनु न एकचोटि भिडियो गरिदिनु न हामी गरिदिनु भयो लु अब खोइ त खोइ ए माथि छ अब चाहिँ आयो यता यता देखाउँ त म पनि जान्छु नि तपाईँ जानु निराश नहुनु कहिले अनुहार उज्यालो बनाउनु जहिले अँध्यारो हुन्छ हामी कतिजना हामी ल है हाम्रो चाहिँ यहाँ नयाँ वर्ष उठ्नै पर्ने रहेछ सबैको खोल्यो सपनाको निकाल्न ल ल म चाहिँ यहाँ हो यहाँ फेरि मलाई देखेन भने यहाँ यता छु म चाहिँ यहाँ हो यो मैले बनाएको यो लिम्बुनी दिदीले रे यो कसले बनाएको साइली दिदीले बनाउनु भएको रे यो पवित्रको अन्डा यो शिक्षाको चाम्रे शिक्षाको आलुदम
शिक्षाको यो के अरे राजमा अनि यो पराठा चाहिँ कसको रे सपनाको पवित्राको चाहिँ अहिले चटपट एकछिनमा खाने हो अरू चाहिँ हाल्ने हो दिदी अब केक काटिसक्यो यता मम चाहिँ हुनेवाला मम त्यसो भए त अनि तपाईँ चाहिँ हेर्न आउनुभएको तपाईँ चाहिँ हेर्न आउनुभएको अनि हेर्नु त्यसो भए हामीलाई अप्ठ्यारो पर्छ कि भनेर ठुलो मान्छे सेक्रेटी आउनुभएको यहाँ दिदी सेक्रेटी आउनुभएको रे हाम्रो सेक्रेटी मेरो नानीहरूको जेसिक त हरियो भयो त नि मुकै सबैको भागमा आइसक्यो यहाँ यो चाहिँ मेरो हो यहाँ हाम्रो गाईहरू खाँदैछ यहाँ अगायो टन्न लाएर सबै अघिदेखि भिडियो बनायो भनेको त के नभएको रहेछ यहाँ चाहिँ हामी यहाँ हाम्रो खानेकुराहरू कुरुवा छ दुईजना यहाँ खानेकुरा कुर्ने ठाउँ यो हो खिच्ने पोज हान्दैछ केटीहरूले
कहाँ देखेछ कता देखेछ है कहाँ कता छ हुन त्यो अरे देखे है हजुर लानु को लाने हो अचार भएको छ ओइ अचार भएको तिमीलाई चाहिँ जङ्गलै भरि मान्छे मान्छे तपाईको खाएको ल है गएको अब हाम्रो चाहिँ हेलो हामी चाहिँ घर बनाएर घर फर्किँदै लिएर हो आफ्नो बच्चासँग लिएर आउने एकचोटि लडेर यहाँ चिप्लेर लाग्यो 3 बजे नै सक्यो हाम्रो त हाम्रो आज 3 बजी खानेकुरा चाहिँ भातमा खानेकुरा चाहिँ पोका पोका पारेर पुगेको छु घरमा परेर ओछ्यानभित्र बस्दै खानालाई आजमा के सकिएको खाना नसकेर हिँडेको अब हामी जुत्ता त चिप्लिँदैन जुत्ता चिप्लिँदैन नङ चाहिँ थुप्रै थुप्रै चल्दिरहन्छ यहाँबाट तलसम्म गयो भने त मेरो काम पुगिहाल्यो नि छिटो आऊ है मान्छेहरू सबै चिप्लिन्छ भनेर कोत पऱ्यो क्या लु भाइहरूलाई नि वेलकम छ है वेलकम छ लु जाडो भएको थियो एकदम साइकल ल बस्यो बोकेर ल्यायो यहाँ पनि बोकेको थियो सेतो छ डगर्नी मगर्नी भुतुङ्गी त यो चाहिँ भुतुङ्गी अरे मगर्नीको छोरी हो म चाहिँ तामाङ नि कस्तो नराम्रो सुन्दर रहेछ यार के घोडा लड त लड्यो भैँसी लड्यो है माया भिर कस्तो राम्रो आएको छ यार फोटो खिच रातो माटो रहेछ हौ यहाँ त छैन रातो त है रात कस्तो राम्रो आएको छ त नि यहाँ भिडियो कस्तो क्लियर आएको छ फोटो खिचाउ न त्यहाँ बस्नु एकैचोटि सबैजना त्यहीँ बस्नु न उलुलु नै भनेन अनि आज त
लु त एक सड यता हेर्नु त सबैजना ल 1 2 3 आलुदम चाना हुई हुई आलुदम चाना छोटो सागिनीलाई लैला सम्झना आयो त्यहाँबाट हेर्दामा डल्ले कालेमा काले कल्ले पो तिमीलाई पत्याउँछ मान्छेले के अरे अरू यहाँ आउनलाई ल्याङ गर्दैछ खोइ के गरेको लागेको घरतिर अब